खाद्यवस्तुका रूपमा मकैका अनेक परिकार बनाउन सकिन्छ। खेती गर्दा पशुपक्षीहरूको दानाका लागि एउटा जात सुहाउँदो हुन्छ भने भुटेर खान अर्को, त्यस्तै पोलेर खान, उसिनेर खान वा तरकारी बनाएर खान फरक फरक जातहरू सुहाउँछन्। त्यसैले मकैको जात छनौट गर्दा खेतीको उद्देश्य तय गर्नु पहिलो प्राथमिकता हो। यसैगरी हावापानी अनुसार फरक फरक जातका मकैहरू राम्रोसित सपर्ने गर्छन्। त्यसैले खेतीका लागि मकैको जात छनौट गर्दा अनुकूल ठाउँ र हावापानीको छनौट अर्को प्राथमिक काम हो। मकै खेतीका लागि बलौटे र पाँगो माटो भएको जमिन राम्रो हुन्छ। केही मात्रामा अम्लीयपना भएको माटो मकै खेतीका लागि अनुकूल हुन्छ। यदि कुनै जग्गामा पहिलो पटक मकै खेती गर्ने योजना बनाइएको छ भने अम्लीयपनाको मात्रासँगै माटोका अरू गुणहरू थाहा पाउन अनुसन्धान निकायबाट माटो परीक्षण गराउनुपर्छ। तर धेरै समयदेखि मकै खेती गरिँदै आएको जग्गाको माटो परीक्षण आवश्यक हुँदैन। मकै बाली वर्षको जुनसुकै समयमा पनि लगाउन सकिने बाली हो। तर मौसमका 3 वटा अवस्थाहरू मकै बालीका लागि हानिकारक हुन्छन्। मकैको फूल फुल्दा शीतलहर चल्नु हुँदैन। मकैको फूल फुल्ने समयमा तापक्रम 10 डिग्री सेल्सियस भन्दा घटी हुनु पराग सेचनका लागि प्रतिकूल हुन्छ। यसैगरी फूल फुल्ने समयमा तापक्रम 37 वा 38 डिग्री सेल्सियस भन्दा बढी हुँदा पनि मकैमा दाना लाग्दैनन्। त्यस्तै फूल फुल्ने समय र ठुलो पानी पर्ने समय जुझ्न पुग्दा पनि पराग कणहरू पखालिन्छन् र दाना लाग्न पाउँदैनन्। मकै खेती भन्दा बित्तिकै हामीले रोप्नुभन्दा अगाडि नै जान्नुपर्ने 5-7 वटा कुराहरू छन्। त्यो भनेको चाहिँ हामीले के को लागि रोप्ने। जस्तो मकै खेती गर्दा बित्तिकै हामी सबैलाई थाहा छ मकैले चाहिँ दानाको लागि रोपिन्छ। हामीले नेपालमा 70-80% दानाकै लागि प्रयोग हुन्छ। त्यस्तै गरेर खानाको लागि पनि हामीले के खानको लागि, भुटेर खानलाई हो अथवा पोलेर खानलाई हो अथवा चाहिँ उसिनेर खानलाई हो, होइन। विभिन्न अब हाम्रो उद्देश्य के छ त्यो उद्देश्य अनुसार चाहिँ जातीय छनौट गर्नुपर्छ। जस्तै हामीले भुटेर खान छ भने पपकर्नका जातहरू विभिन्न जातहरू छनौट गर्नु पर्यो। उसिनेर र पोलेर खानको लागि चाहिँ हामीले अलिक गुलियो प्रकृतिका स्विट कर्नका जातहरू छनौट गर्नु पर्यो। त्यस्तै गरेर दानाको लागि चाहिँ विशेष गरेर हाइब्रिड र पहेँला मकैहरू चाहिँ उत्कृष्ट मानिन्छन्। त्यस्तै गरेर खानाको लागि हो भने चाहिँ सेता मकैहरू चाहिँ उत्कृष्ट मानिन्छन्। त्यस्तै गरेर कहिलेकाहीँ चाहिँ अब हामीले मकै खेती चाहिँ तरकारीको लागि पनि गरिन्छ। अहिले विभिन्न किसिमका 5 स्टार होटलहरूदेखि लिएर पार्टी भोजहरूमा चाहिँ बेबीकर्नको प्रयोग अत्याधिक हुन्छ र बेबीकर्नको रूपमा पनि हामीले के उद्देश्य हो त्यो उद्देश्य हामीले पहिलो निर्गत गर्नु पर्यो र त्यो उद्देश्यलाई मिट गर्ने खाले जात चाहिँ हामीले छनौट गर्नु पर्यो। अब पहिलो कुरो जात छनौट हाम्रो उद्देश्य अनुरूपको जात छनौट गरिरहँदाखेरि अर्को चिज हामीले होस पुर्याउनु पर्ने कुरो के हो भन्दाखेरि चाहिँ हामीले कुन ठाउँमा मकै खेती गरिएको छ त्यो पनि एकदमै होस पुर्याउनु पर्ने कुरो हो। जस्तै तराईको लागि भिन्न भिन्न जात छन्, मध्य पहाडको लागि पनि विभिन्न जातहरू छन् र उच्च पहाडलाई विभिन्न जातहरू छन्। त्यस्तै गरेर हामीले कुन ठाउँमा मकै खेती गरिएको छ त्यो चाहिँ विशेष रूपले ध्यान दिनुपर्छ र त्यही अनुसार चाहिँ हामीले जातको छनौट र जातको छनौट सँगसँगै जमिनको छनौट पनि गर्नुपर्छ। अब जात र जमिनको छनौट भइसकेपछि अब मकै खेती कसरी गर्ने त भन्ने कुराहरू चाहिँ म अलिकति प्रश्न पार्न चाहन्छु। अब जमिन चाहिँ सकेसम्म माटो चाहिँ हामीले कस्तो छनौट गर्नुपर्छ भन्दा अलिकति मकैको लागि चाहिँ बलौटे अथवा पाँगो माटो भएको माटो चाहिँ राम्रो मानिन्छ। बलौटे प्रकृतिको माटोमा चाहिँ पानी धेरै हाल्नुपर्छ तर मकैको जराहरू चाहिँ मजाले फैलिन सक्ने भएको कारणले गर्दाखेरि चाहिँ बलौटे किसिमको सँगसँगै पाँगो किसिमको माटोहरू चाहिँ उत्कृष्ट हुन्छ। त्यस्तै गरेर हामीले यो माटोको पिएच भन्छौँ, यो अम्लेपना र क्षारेपना कस्तो छ त भन्दाखेरि चाहिँ हल्का अम्लेपना भएको 5.5 देखि 7.5 को रेन्ज हुन्छ त्यो पिएचको। त्यो बिचको चाहिँ हामीले माटो छनौट गर्नुपर्छ। यदि त्योभन्दा अलिकति फरक छ भने चाहिँ हामीले माटोको उपचार पनि गर्नुपर्छ। त्यसको लागि चाहिँ हामीले माटोको नमुना लिएर माटो परीक्षण गर्ने प्रयोगशालामा पठाएर त्यो अनुसार चाहिँ हामीले
माटोमा के हाल्दा उपयुक्त हुन्छ भनेर चाहिँ हामीले त्यसको निर्गुल पनि गर्नुपर्छ। अब सदियौँदेखि मकै लागिरहेको प्लटहरू छ, जग्गाहरू छ भने त्यो माटो परीक्षण पनि अब लगभग थाहा भएको हुन्छ। तर सुरुमा चाहिँ हामीले नयाँ जमिनमा मकै खेती गर्दैछौँ भने चाहिँ माटो परीक्षण चाहिँ अनिवार्य हामीले गर्नुपर्छ। त्यस्तै गरेर अब माटो भइसकेपछि हाम्रो त्यो जमिनमा अब मकै हामीले चाहिँ प्रकाश तटस्थ बाली हो। प्रकाश तटस्थ बाली भनेको चाहिँ हामीले जुनसुकै सिजनमा पनि नेपालको कन्टेक्स्टमा हेऱ्यौँ भने हामीले जुनसुकै सिजनमा पनि हामीले मकै खेती गर्न सक्छौँ। तर भिन्न भिन्न हामीले तिनवटा त्यस्ता प्रकृतिका समयहरू छन् जसमा चाहिँ हामीले चाहिँ मकै खेती गर्न अलिकति गाह्रो हुन्छ। जस्तो कि यो तराईको कन्डिसनमा चाहिँ शीतलहर चलेर 10 डिग्रीभन्दा कम्ती तापक्रम हुने बेलामा चाहिँ मकै फुल्ने अवस्था त्यो भरसक पार्नुहुन्न। अब कहिलेकाहीँ चाहिँ यो पुष र माघमा चाहिँ एकदमै शीतलहर चल्ने र यही बेलामा चाहिँ मकैको परागसेचन प्रक्रिया हुने भयो भने चाहिँ त्यस्तो बेलामा चाहिँ हामीले त्यो बेला चाहिँ हामीले पार्नुहुन्न। त्यस्तै गरेर हामीले गर्मीमा पनि 37-38 डिग्रीभन्दा उच्च तापक्रम भयो भने पनि मकैमा चाहिँ दाना नलाग्ने समस्या हुन्छ। त्यस्तो बेला पनि हामीले सकेसम्म स्किप गर्नुपर्छ। त्यस्तै गरेर मध्य पहाडको कन्डिसनमा चाहिँ असार साउनमा अत्याधिक वर्षा हुने बेलामा पनि हामीले यो पोलेन वास भन्छौँ, हामीले आकाशको पानीले चाहिँ पोलेनलाई सबैले बगाएर परागसेचन हुन दिँदैन। त्यस्तो बेलामा बाहेक हामीले वर्षभरि जुनसुकै बेलामा पनि हामीले मकै खेती गर्न सक्छौँ। खुल्ला सेचित सुक्खा रहने मकैको जातका लागि आकाशे पानी पर्याप्त हुन्छ। तर वर्णशंकर जातका लागि भने सिँचाइको व्यवस्था हुनैपर्छ। मकै रोप्नु अघि माटो भिजेको हुनुपर्छ। एउटा मकैको बोटमा 18वटासम्म पात हुन्छन्। सबैभन्दा माथिको पातलाई झन्डे पात भनिन्छ। झन्डे पात माथि लाग्ने बालालाई धान जमार भनिन्छ। धान जमार लाग्ने बेला मकैलाई पानी र अरू खाद्य तत्त्वहरू प्रशस्त चाहिन्छ। मकै रोप्न जमिन तयार गर्दा नै प्रति हेक्टर 10 टन प्राङ्गारिक मल प्रयोग गर्न सकिन्छ। तर मकैको बिउ लाइनमा रोप्दा मेसिन प्रयोग गर्न सकिन्छ, जसले बिउ सँगसँगै मल पनि खन्याउन सक्छ। मकै रोपेको 20 देखि 25 दिनमा नाइट्रोजन हाल्नुपर्छ। मकैका जाडोयाममा जात अनुसार 80 देखि 90 दिनमा र गर्मीयाममा 50 देखि 55 दिनमा फुल लाग्छ। यसबेला मकैलाई युरिया मल दिनुपर्छ। मकै रोप्नुभन्दा पहिला चाहिँ माटो चाहिँ मजाले भिजेको हुनुपर्छ। माटोमा प्रशस्त चिस्यान भएको ठाउँमा मात्र हामीले मकै खेती गर्न सक्छौँ। त्यस्तै गरेर मकैका वृद्धिका विभिन्न चरणहरू हुन्छन्। त्यस्तै सुरुको चरणलाई हामीले भिई भनेको उम्रेको अवस्था भन्छौँ। त्यो उम्रेको अवस्थामा चाहिँ हामीले मकै उम्रिँदै जान्छ। त्यस्तै गरेर पहिलो पात, दोस्रो पात गर्दै 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 हामीले यहाँ हेर्न पनि सक्छौँ। यो मकै परिपक्व अवस्थामा पुग्दाखेरि चाहिँ प्रत्येक आँख्लाबाट 1 पात हाल्दै जान्छ र मकैको लगभग 18वटासम्म पात हाल्छ। र सबैभन्दा माथिल्लो पातलाई हामीले झन्डे पात भन्छौँ। र त्यो आँख्लाको सबैभन्दा माथिपट्टि चाहिँ धान चमार हुन्छ। त्यो धान चमार देखिने बेला भनेको चाहिँ एकदमै पानी र अन्य खाद्य तत्त्वहरू चाहिँ अत्यावश्यक चाहिने बेला हो। त्यो बेलामा चाहिँ हामीले यो पानी सिँचाइ र खाद्य तत्त्वको चाहिँ प्रशस्त मात्रामा चाहिँ हामीले हाल्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले पहिलेदेखि नै यो जमिन तयारी गर्ने बेलामा नै हामीले प्राङ्गारिक मलहरू चाहिँ 10 टन प्रति हेक्टरको दरले हाल्न सक्छौँ। त्यस्तै गरेर मकै रोप्नुभन्दा अगाडि हामीले लाइनमा रोपेका छौँ भने अहिले हामीले चाहिँ व्यावसायिक मकै खेती गर्दाखेरि चाहिँ हामीले प्लान्टर मेसिनबाट रोप्दाखेरि चाहिँ हाम्रो मकै खेतीको चाहिँ लाभ लागत अनुपात चाहिँ बढी देखिन्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ लाइनमा रोप्दाखेरि चाहिँ मेसिनबाट रोप्न सकिन्छ। अब मेसिनबाट रोप्दाखेरि चाहिँ बजारमा विभिन्न किसिमका मेसिनहरू छन्। त्यो मेसिनहरूको प्रयोग चाहिँ हामीले गर्न सक्छौँ। जस्तै सिटकम फर्टिलाइजर ड्रायर पनि छ, जसमा चाहिँ हामीले बिउ पनि राख्न सक्छौँ र फर्टिलाइजर भनेको मल, युरिया, डिएपी, पोटास पनि सँगसँगै राखेर हामीले रोप्न सक्छौँ। त्यसरी रोप्दाखेरि चाहिँ त्यो मेसिनले चाहिँ बिउभन्दा 5 सेन्टिमिटर पर र 5 सेन्टिमिटर गहिराइमा चाहिँ मल खसाल्छ र बिउ र
मलको दोरी चाहिँ 5 सेन्टिमिटर फरक हुन्छ, जसले गर्दाखेरि चाहिँ त्यो मल चाहिँ अन्य झारपातलाई भन्दा पनि पछि मकै उम्रिसकेपछि त्यो मकैको जरा विकास सँगसँगै मकै विकासको लागि चाहिँ काम हुन्छ। त्यस्तै गरेर हामीले 20 देखि 25 दिनमा चाहिँ मकैमा नाइट्रोजन चाहिँ एकदमै चाहिने तत्त्व हो र नाइट्रोजन चाहिँ हामीले 20 देखि 25 दिनमा पहिलो गोडाइ गरिसकेपछि हाल्नुपर्छ। त्यस्तै गरेर यो मकै साधारणतया गर्मीमा चाहिँ 50 देखि 55 र जाडोमा चाहिँ 80 देखि 90 दिनमा जात हेरिकन फुल्ने गर्दछ। त्यो फुल फुल्ने बेलामा मकैको फुल फुल्ने बेला भनेको चाहिँ धान जमाट निस्किने बेलालाई हामीले मकैको फुल फुल्ने अवस्था भन्छौँ र त्यो फुल फुल्ने बेलामा चाहिँ हामीले मल साइड ड्रेस गर्ने भन्छौँ, युरिया साइड ड्रेस गर्नुपर्छ। त्यस्तै गरेर मकैको अरू आवश्यकताहरू पुरा गर्ने क्रममा चाहिँ मकै छपाते अवस्था भन्छौँ हामीले। मकैको छपाते अवस्थामा चाहिँ मकैका विभिन्न किसिमको यो घुगा कत्रो बन्ने, घुगामा मकैको हार कत्रो हुने, कति सङ्ख्यामा दाना लाग्ने भन्ने चरणहरू चाहिँ मकैको बोटभित्र नै त्यो पुरा भइसकेको हुन्छ। त्यो चरणमा पनि हामीले चाहिँ त्यो पानी र मलखाद चाहिँ उपयुक्त मात्रामा चाहिँ व्यवस्थापन गर्नुपर्दछ। त्यस्तै गरेर अरू आवश्यकताहरू जस्तै मकैको परागसेचन महत्त्वपूर्ण कुरा हो। मकैको चाहिँ परागसेचन गर्ने क्रममा चाहिँ यदि कुनै त्यस्तो बढी चिसो, बढी पानी पर्ने र बढी गर्मी बेला चाहिँ हामीले पार्नु भएन। अब त्यो भयो भने चाहिँ मकै चाहिँ हामीले उत्पादन राम्रो तरिकाले लिन सक्छौँ मकैको। उसो त बिउ उत्पादन केन्द्रहरूले मकैका रोग नलाग्ने जातहरू विकास गरेका छन्, तर कहिलेकाहीँ रोग किराहरू लागेरै छाड्छन्। यी रोग किराहरू हटाउन बजारमा विषादी उपलब्ध हुन्छ। मकै खेतीको एउटा ठुलो चुनौती मकैसँगै झार उम्रनु हो। झारको व्यवस्थापन राम्ररी हुन नसक्दा मकैको उत्पादन 35 देखि 40% घट्न सक्छ। झारपात उम्रने समस्या जाडोमा कम र गर्मीमा बढी हुने गर्छ। मकैभन्दा पहिले उम्रने झार र पछाडि उम्रने झारका लागि बेग्ला बेग्लै विषादी उपलब्ध हुन्छन्। तर कहिलेकाहीँ चाहिँ त्यो वातावरण चाहिँ के अरे अनुकूल नभइदिँदाखेरि चाहिँ त्यो मकैको लागि अनुकूल नहुने, तर त्यो चाहिँ जीवाणुको लागि चाहिँ अनुकूल भइदिँदाखेरि चाहिँ त्यसरी चाहिँ रोग तथा किराहरू आउने सम्भावना हुन्छ। र त्यस्तो बेलामा चाहिँ हामीले त्यो विभिन्न किसिमका रोगहरू मकैमा हुन्छन् अनि किराहरू हुन्छन्। त्यसको पहिचान गरेर प्राविधिकसँग सल्लाह लिएर चाहिँ हामीले त्यसको व्यवस्थापन पनि गर्नुपर्दछ। त्यस्तै मकै खेती गर्दाखेरि चाहिँ अर्को ध्यान पुर्याउनु पर्ने कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ मकैको झार व्यवस्थापन। मकैको अब हामीले सरसर्ती हेर्दाखेरि चाहिँ मकैमा अब 35 देखि 40% उत्पादनमा कमी चाहिँ झारको कारणले पनि हुन्छ र विशेष गरेर यो झार व्यवस्थापन चाहिँ मकै खेतीको एकदमै चुनौती नै हो। हामीले हिउँदमा लगाएको मकैमा चाहिँ त्यति साह्रै झारको समस्या नभए पनि हाम्रो नेपालको परिप्रेक्ष्यमा धेरै जसो मकै चाहिँ मध्य पहाडमा हुने र मध्य पहाडको मकै चाहिँ हामीले बर्खे मकै लगाउने भएको कारणले गर्दा बर्खायाममा आकाशबाट पानी पनि प्रशस्त पर्ने, मनसुनको सुरुवात हुने भएको कारणले गर्दा त्यो पानी पनि प्राप्त गर्ने भएको कारणले गर्दा झारहरू चाहिँ अत्याधिक आउँछ। त्यो झारको कारणले गर्दाखेरि चाहिँ मकैमा चाहिँ ठुलो उत्पादनमा क्षति पनि भइरहेको हुन्छ। त्यसको लागि चाहिँ हामीले अब सानो स्केलहरूमा छ भने चाहिँ हामीले के अरे झार गोड्ने, खनजोत गर्ने पनि गर्न सक्छौँ। तर ठुलो प्लटमा लगाएको छ भने चाहिँ अब के अरे आर्थिक रूपले हेर्दाखेरि चाहिँ हामीले त्यसमा चाहिँ विषादीहरू विभिन्न किसिमका झारनाशक विषादीहरू चाहिँ हामीले रिकमेन्डेसन गरेका छौँ। त्यसबाट चाहिँ हामीले झार व्यवस्थापन गर्न सक्छौँ। जस्तै मकै रोपेको 72 घन्टाभित्र माटो चिसो हुनुपर्छ,
त्यस्तो बेलामा चाहिँ हामीले एट्राजिन र पेन्डिमिथालिन भन्ने विषादीहरू चाहिँ अब 500 ml प्रति हेक्टरको दरले हामीले छर्क्यौँ भने चाहिँ मकै उम्रिनभन्दा अगाडि उम्रिन लागेका झारपातको चाहिँ नियन्त्रण हुन्छ। त्यस्तै गरेर मकै उम्रिसकेपछि चाहिँ हामीले विभिन्न किसिमका झारनाशक विषादीहरू छन्। जस्तै मकै उम्रिसकेपछि 15 देखि 20 दिनको हुँदाखेरि आउने झारपात नियन्त्रणको लागि मेसोजाइन भन्ने एउटा झारनाशक विषादीहरू छन्। त्यस्तै गरेर लाउडिस भन्ने अलिकति महँगो छ, तर यो बिउ उत्पादनको लागि चाहिँ एकदमै उत्कृष्ट ठहरेको छ हाम्रो अनुसन्धानबाट। यिनीहरूको चाहिँ प्रयोग गर्न सक्छौँ। त्यस्तै गरेर चौडापाते मकै चाहिँ साँगुरोपाते बाली हो र चौडापाते झारहरू जस्तै यो गन्धेहरू छ नि, यिनीहरूको लागि चाहिँ टुफोडी भन्ने विषादीहरू अहिलेको अवस्थामा पनि हामीले छर्न सक्छौँ। यसले चाहिँ मकैलाई कुनै किसिमको क्षति हुँदैन र चौडापाते झारहरूको निराकरण गर्नलाई चाहिँ हामीले टुफोडी का विभिन्न विषादीहरू हामीले एग्रोबाट किन्न पाउँछौँ। त्यसबाट चाहिँ हामीले झारको चाहिँ व्यवस्थापन गर्न सक्छौँ। पराग सेचनपछि मकैमा दाना लाग्न थाल्छ। दाना लाग्ने बेला पर्याप्त सिँचाइ गर्दा र खाद्य तत्त्वहरू दिँदा दाना पोटिलो हुन्छ। पराग सेचनपछि मकैको प्रकार अनुसार 40 देखि 50 दिनमा मकै भाँच्ने समय हुन्छ। नाथ्री कालो भएपछि मकै बाली पाक्छ। यदि मकै बाली बिउका लागि हो भने नाथ्री कालो भएको 15-20 दिनपछि मात्र भाँच्नुपर्छ। दानाका लागि प्रयोग गरिने मकै केही पहिले पनि भाँच्न सकिन्छ। भाँचिसकेको मकैको भण्डारण पनि उपयुक्त तरिकाबाट गरिनुपर्छ। पराग सेचन भइसकेपछि जात हेरिकन 40-50 दिनपछि चाहिँ मकै भाँच्ने अवस्थामा पुग्छ। मकै भाँच्ने अवस्था भयो भनेर चाहिँ हामीले विभिन्न किसिमले चिन्न सक्छौँ। जस्तै अब कुनै जातमा चाहिँ मकैको बोटै सुकेको हुन्छ, मकैको भुगाको बाहिरको खोस्टाहरू सुकेको अवस्था हुन्छ र हामीले वैज्ञानिक रूपले भन्नुपर्दाखेरि चाहिँ मकैको भित्र खोल्साएर हेर्दाखेरि चाहिँ माथिपट्टिको दानाको नाथ्रीमा कालो नाथ्री भइसकेपछि चाहिँ मकै चाहिँ हामीले शारीरिक रूपले चाहिँ परिपक्व अवस्था भयो है भनेर चाहिँ हामीले मान्दछौँ। अब हामीले दानाको लागि मकै खेती गरिरहेका छौँ भने चाहिँ हामीले अलिकति अगाडि पनि भाँच्न सक्छौँ र यो नाथ्री कालो हुने अवस्था चाहिँ उपयुक्त समय हो। र यदि बिउको लागि हो भने नाथ्री कालो भइसकेपछि पनि हामीले 15-20 दिन राखेर बल्ल हामीले चाहिँ मकै भाँच्न सक्छौँ। किनभने बिउ भन्दा बित्तिकै हामीले बिउ जीवित चिज हो र त्यो जीवित चिजको चाहिँ आयु लम्बाउनुको लागि चाहिँ परिपक्व भइसकेपछि केही समयपछि मात्र हामीले मकै भाँच्नु पर्दछ। यसरी मकै भाँचिसकेपछि हामीले मकैका घुँगाहरू खोल्साइसकेपछि मकैलाई त्यो बेलामा लगभग 22 देखि 25% चिस्यान रहेको हुन्छ मकैको दानामा। त्यो बेलामा चाहिँ हामीले मकैलाई थ्रेसरमा हालेर थ्रेसिङ गर्नु हुँदैन, किनभने त्यो अवस्थामा चिस्यान बढी हुन्छ। त्यो भएको कारणले गर्दाखेरि मकैलाई खोल्साइसकेर मकैलाई चाहिँ सुकाउनुपर्छ। मकै सुकिसकेपछि 14-15% मोइस्चर अथवा चिस्यान भइसकेपछि मात्र हामीले मकैलाई चाहिँ हामीले मेसिनमा हालेर थ्रेसरमा हालेर थ्रेसिङ र दाना र खोइला छुट्याउने काम गर्नुपर्दछ। यसरी चाहिँ मकै छोडाइसकेपछि मकैमा मिसिएका निस्किएर पदार्थहरू र फोहोर मैलाहरू फालेर मकैलाई चाहिँ हामीले भण्डारण गर्न सक्छौँ। मकैको भण्डारण साधारणतया हामीले घरमै पनि गर्न सकिन्छ। अब किसान स्तरमा पनि हामीले मकैको भण्डारणका विभिन्न विधिहरू छन्। मकै भण्डारणमा विभिन्न किसिमका किराहरू र घुनहरू चाहिँ लाग्ने भएको कारणले गर्दाखेरि चाहिँ किसान स्तरमा हामीले बजारमा विभिन्न किसिमका हामीले हर्मेटिक ब्यागहरू जस्तै सुपरग्रेन ब्याग, PICS ब्याग अनि सेफ ग्रेन ब्यागहरू चाहिँ ब्यागहरू छन्। त्यस्ता ब्यागहरूको
ब्यागहरूलाई प्रयोग गरेर मकैको चिस्यान 12% कम्ती पुर्याएर मुख चाहिँ एकदमै बन्द गरेर हावा नछिर्ने ब्यागहरूमा चाहिँ हामीले भण्डारण गरेर राख्न सक्छौँ। त्यस्तै गरेर हामीले चाहिँ यो मकैलाई चाहिँ 2-3 सिजन पुर्याउनु छ अथवा मकै चाहिँ बिउको लागि भण्डारण गरिएको छ भने चाहिँ हामीले त्यस्तो बेलामा अब हामीले कोल्ड स्टोरहरूमा चिस्यान केन्द्रहरूमा लगेर मकैको चिस्यान 12%भन्दा कम्ती बनाएर चिस्यान केन्द्रहरूमा लगेर भण्डारण गर्नुपर्दछ। र मकै भण्डारण किसान स्तरमा चाहिँ मकै भण्डारण गर्दाखेरि चाहिँ के अरे हामीले हावा नछिर्ने प्रकृतिका प्लास्टिकका झोलाहरूमा हामीले मकैलाई भण्डारण गर्न सक्छौँ। र त्यो मकै भण्डारण चाहिँ अब कुन उद्देश्यले गरेको, अब खानाको लागि हो भने हामीले धेरै महँगा खाले प्लास्टिकहरू प्रयोग गर्नु पर्दैन। तर बिउको लागि हो भने चाहिँ त्यो बिउ चाहिँ महँगोमा बिक्री पनि हुने भएका कारणले गर्दाखेरि चाहिँ महँगा खाले प्लास्टिकहरू पनि प्रयोग गर्न सक्दछ। उन्नत खेती प्रविधि अपनाउँदा मकैबालीबाट अधिकतम उत्पादन लिन सकिन्छ।